लिटर दुध उत्पादन छ। त्यो 62 लाख लिटर दुध उत्पादनमा जम्मा 31 लाख लिटर दुध चाहिँ बजारमा आउँछ र त्यो 31 लाख लिटर बजारमा आएकोमा पनि जम्मा 33% इन्फर्मलमा बिक्री हुन्छ भने जम्मा 17% चाहिँ फर्मल सेक्टरमा बिक्री भएको देखिन्छ। त्यसको मतलब के छ भने अहिले पनि हामी परम्परागत रूपमा नै हाम्रो चाहिँ व्यवसाय र हाम्रो खपत सबै कुरा चाहिँ परम्परा रूपमै बढी छ र व्यावसायिकमूलक ढङ्गले पनि अगाडि नबढिरहेको अवस्था चाहिँ हामीले देख्छौँ भने यो सेक्टरमा निजी सेक्टरमा मात्र लगानी चाहिँ करिब 50 अर्बको लगानी निजी सेक्टरको छ र यसमा आश्रित जुन किसानहरू हुनुहुन्छ 6 लाख किसान परिवारहरू चाहिँ प्रत्यक्ष यो सेक्टरमा आश्रित हुनुहुन्छ अरे बाँकी अरू 50,000 चाहिँ अरू विभिन्न सेक्टरमा इन्डाइरेक्ट रूपमा कसैले अरू पेसा गरेर 2-4 घण्टा काम गर्ने हुनुहुन्छ भने हामी उद्योग स्तरमा 50,000 जनालाई हामी रोजगार दिन्छौँ भने 2 अर्बभन्दा बढी चाहिँ हामी राजस्व पनि तिर्छौँ। यस्तो अवस्थामा डेरी सेक्टर रहेको छ र पछिल्लो जुन अहिले 4-5 वर्षको अन्तरालमा चाहिँ हामी अलिक फरक अवस्थामा छौँ। नेपालमा हामी 80% दुध आत्मनिर्भर थियौँ हामी यो 4-5 वर्षभन्दा अगाडि चाहिँ र अहिले आएर एक्सेस भएको अवस्था चाहिँ देखिन्छ। यो किन भयो भन्ने कुरा सबैको एकदमै खुल्दुलीको विषय छ। यो चाहिँ पहिला के हुन्थ्यो भने जस्तै भूकम्प आयो, त्यो एकचोटि भूकम्प आयो त्यसपछि चाहिँ बिस्तारै त्यो क्रमशः अरू समस्याहरू आएनन् र त्यो 2-4 महिना अलिक समस्या भएको जस्तो देखियो, त्यो पछि चाहिँ सुल्झेर गयो। तर अहिले पछिल्लो समय जुन कोभिड पछिको अवस्था चाहिँ दिन प्रतिदिन चाहिँ डेरी सेक्टरमा अलिकति अप्ठ्यारो परिस्थिति हुँदै गयो। उदाहरण यहाँ रामेछापमा पनि जति दुध आउँथ्यो सबै खपत हुन्थ्यो, त्यस्तो अप्ठ्यारो भएको धेरै अप्ठ्यारो हुँदैन थियो। पछिल्लो समय एकदमै अप्ठ्यारो भयो। मैले एउटा एक्जाम्पल यहाँको दिएको भने त्यसैगरीको अवस्था चाहिँ करिब अहिले चाहिँ 5 लाख लिटर दुध चाहिँ अहिले हामी 80% आत्मनिर्भर मात्र थियौँ, 20% हामीलाई दुधै पुगेको थिएन। एकातिर हामी त्यो भइरहेको थियो 4-5 वर्ष अगाडि र अहिले पछिल्लो समय चाहिँ दैनिक 5-6 लाख लिटर दुध चाहिँ बढी भइरहेको छ हामीलाई। यो किन भयो भन्ने कुरा चाहिँ सबैको एकदमै खुल्दुलीको विषय छ। एक नम्बर त के भयो भने कोभिडले चाहिँ अलिकति मान्छेहरूमा आर्थिक कुराहरू, अरू कुराहरू, विभिन्न कुराहरू र मान्छे विदेशिने क्रम भयो। त्यसपछि लम्की स्किन डिजिज आयो, एकचोटि चाहिँ दुध पनि सेवन गर्ने हो कि होइन भनेर मान्छे कन्फ्युजमा भयो। त्यसपछि आर्थिक मन्दी आयो एकदमै धेरै, देशैभरि अहिले पनि त्यही चलिरहेको छ। त्यो भने पछि फेरि के भयो भने यही समयमा चाहिँ अलिक धेरै मान्छेहरू विदेशिने क्रम पनि पहिलाको तुलनामा अहिले सङ्ख्या हेर्ने एकदमै म्याक्सिमम भयो। अनि फेरि के भयो यही बेलामा चाहिँ यो पालिकाहरू चाहिँ ठुलो बन्यो र यसलाई अलिकति सहरीकरण बढी भएर सहरका मान्छेहरू बिस्तारै गाउँ चाहिँ आउने क्रम भयो। पहिला चाहिँ के हुन्थ्यो भने गाउँका मान्छेहरू सहरमा जाने अनि गाउँमा पशुपालन कम हुने र सहरमा गएर उहाँहरूले पनि खपत गर्ने हुँदा बढी खपत हुन्थ्यो भने अहिले ठ्याक्क त्यसको अपोजिट के भयो भने उहाँहरू गाउँमा आउनुभयो, खपत पनि उहाँहरूले गर्नु भएन अनि उहाँहरू आफै उत्पादनमा लाग्नुभयो भनेपछि त्यसले पनि अलिकति चाहिँ सन्तुलन बिग्रियो। र अनि फेरि अर्को कुरा के भयो भनेपछि हामी कहाँ दुध बढी भयो, बढी भएपछि चाहिँ दुध फाल्नुभन्दा चाहिँ त्यसलाई अब हामीले धुलो दुध बनाएर राखौँ न त, यसको लाइफ त 1 वर्ष हुन्छ, 1 वर्षसम्म त अर्को के आउला नि त विकल्प भन्ने भयो हामी सबैलाई। आज समस्या हल होला, भोलि होला, पर्सि होला भन्ने आशमा के भयो भने स्टक पनि एकदम म्याक्सिमम धेरै स्टक भएर तपाईँको चाहिँ बजारमा चाहिँ त्यो लान सकिएन। अब बाहिर हामीले एक्सपोर्ट पनि गर्न सकेनौँ। एक्सपोर्ट गर्न नसक्नको कारण चाहिँ के हो भने हामी चाहिँ पशुपालन व्यवसाय चाहिँ व्यावसायिकमूलक चाहिँ छैन, हाम्रो निर्वाहमुखी छ। भनेको मतलब घरमा 2-4 भैँसीहरू पाल्ने अनि बढी भएको अलिकति दुधहरू बेच्ने, घरमा पनि आफू खाने र त्यसलाई खासै आम्दानीको स्रोतको रूपमा त्यति धेरै लिने चाहिँ जनसङ्ख्या अत्यन्त कम छ हाम्रो।